पालिकाका उपाध्यक्ष म्याडम, नमुना माध्यमिक विद्यालयका बलराम सर, साथै नेपाल रेड क्रस सोसाइटी नवलपुर जिल्ला शाखाबाट निर्वाचन अधिकृत र प्रतिनिधिको रूपमा पाल्नुभएका हेमप्रसाद नेउपाने र हाम्रो बाबुराम खरेल सरलाई र आजको यस नेपाल दाउनेदेवी उपशाखाको 15औं साधारण सभा तथा 5औं अधिवेशनमा मलाई सर्वसम्मत रूपमा सभापतिमा चयन गरिदिनु भएको हुनाले यस दाउनेदेवी उपशाखाका सम्पूर्ण सदस्यहरूलाई हार्दिक धन्यवाद दिन चाहन्छु। त्यसैगरी विशेष गरी यस दाउनेदेवी उपशाखाको सभापति हाम्रो रेखा दिदीलाई साथै उपसभापति बालु पुरीलाई समेत विशेष धन्यवाद दिन चाहन्छु। उहाँले पनि सचिव मेरो खास मैले उहाँको पालो थियो एकवटा पोर्टफोलियोको हिसाबमा उहाँले पनि मलाई चाहिँ आफू उपाध्यक्ष बसेर सभापति चाहिँ तिमीले गर भनेर जुन हौसला प्रदान गर्नुभयो उहाँलाई एकदम विशेष धन्यवाद दिन चाहन्छु। त्यसैगरी सम्पूर्ण नवनिर्वाचित साथीहरूले मेरो कार्यकालमा पूर्ण समर्थन जनाउनुहुनेछ र म पनि यस रेड क्रस सोसाइटीको मूल्य र मान्यतामा रहेर काम गर्नेछु भन्दै आजको मेरो यो 2 शब्द यही। धन्यवाद।